त्यो सबै छेउका मान्छेलाई नै भुतेलाई जाने हेर्ने हुन्छ नि, तिनीहरू ब्रह्म राक्षस। तिनलाई फुकेर पनि जाँदैन, पहिलो अक्षताले पनि जाँदैन। तिनलाई त ठुलो शक्तिद्वारा नै, ठुलो मन्त्रहरूद्वारा नै तिनलाई पन्छाउनुपर्छ। अर्को राक्षस हुन्छ, अलिअलि कपाल चटाहरू हल्लाउने, गरौँ गुरुङ गर्ने, रिसाउने, केही भनौँ भने आँखा तरेर हेर्ने, त्यस्तो पनि लाग्छ कोही कोही मान्छेलाई। हो क्या, देख्नु भएको छैन गाउँतिर? हो, त्यो राक्षसीले छोएको, त्यो पनि नेगेटिभ ऊर्जा हो, नकारात्मक शक्तिले छोएको। त्यो पनि त्यस्तै कर्म गर्दा गर्दै मृत्यु भएका व्यक्तिहरू। त्यही भएर झुक्किएर पनि सत्कर्म गर्नुपर्छ भन्न खोजे। शास्त्रले देखाउने नै मार्गदर्शन हो। 7 दिन बसे नि 10 बजेसम्म राति सुनेर बसे पनि यो केवल आफूले आफूलाई पढाउने मात्र हो, आफूले आफूलाई चिनाउने हो। भगवान भनेकै को हो? त्यही जीव हो। त्यही भएर हामीले के गर्नुपर्छ? आफूले आफूलाई नै चिन्नुपर्छ। स्वाध्याय, आफ्नो अध्ययन आफैले गर्ने हो। त्यही भएर मैले हिजैदेखि भनेको छु नि, पढेर बुद्धि आउँदैन क्या, कुरो बुझ्नुभएको भएन? त्यही भएर व्यवहार र ज्ञानले बुद्धि, एक भक्तिले आउँछ, ज्ञान हुन्छ एक भक्तिले भन्नुहुन्थ्यो नि हजुरबाले, त्यही हो। त्यही भएर यहाँ पनि फेरि महन्त लाग्यो अलिक फरक भाइ, सम्झने हिसाबमा गाली नगर्नु होला। अब ओर आउँछ है। असार खलो संसारो दुःख रूपी विमोहक सुतकस्य धनस्कस्य स्नेहस्य चञ्चलो निशम। यो सबै सञ्चाल मात्र छ। मनलाई एकछिन एकतिर लगाइदिन्छ, एकछिन छोरामा, एकछिन सन्तानमा, एकछिन धनमा, एकछिन गएर ओहो मेरा साथी इष्टमित्र भनौँ, त्यता पार्ने मात्र हो। पिताजी तपाईँका यो केही पनि छैन, कसैलाई सुख भनिदिनु छैन। मन्त्र ज्ञान प्रजारूपम मोह मोहतो नरके गति। जब सन्तानको मोहमा जहिलेसम्म तपाईँ डुब्नुहुन्छ, नरकको मार्ग बाहेक अरू केही पनि छैन। नरक त छ नि, बच्चाले आची गर्छ, धोयो, गनाउने, हात हरेक कुरो हो, त्यो पनि नरकै छ होइन र? सङ्गतको दोष त हो। खाना लागेकी छिन् आमा काखा हालेर प्यार पारिदिन्छ, खानु कि छोड्नु हुँदैन र? पनि बाउ त के भन्छ, समाइदेऊ न, तेरो छोरी चाहिँ समान खान लागेपछि ल अरू धोइदिउँ न भन्छ र? मरिगयो नि भन्दैन। फेरि दुनियाँ चाहिँ फलानुको छोरो, फलानुको छोरी भन्छन्, बाउकै नाम लिन्छ। कति गाह्रो छ यो आमाहरूलाई भने है। ल अब त्यसपछि तद्वाक्यम तु समाकीर्णम गन्तु काम पिताव्रतिम किम कर्तव्य मनेता तत्त्वम वद सविस्तरम। त्यस कारणले पिताजी हजुर जङ्गलमै जानुहोस्, यहाँ तपाईँलाई सुख छैन। जङ्गलमा जति सुख, एकान्त जति सुख यहाँ यो संसारमा छैन। यो संसारिक मोह हो भनेपछि बल्ल पिताजीको आँखा खुल्यो। उठेरै जङ्गलमा जान खोजेका थिए, सन्यासी भेट्नाले यहाँ